皆さんお疲れ様です。今日の運転手の方は私のお兄さんでございます。दुसको हामी कहाँ जाने रे? आज फाइनली अब आज चाहिँ फाइनली होइन आज चाहिँ हामी फाइनली अब जापान फर्किने दिन पनि आयो। अब यसपालि अब त्यस्तै भयो, पिरा पनि त्यतिकै चाँडै सकियो होइन, केही छैन। यो सब छोटो समय एकदम आफूलाई रिफ्रेस गर्ने एउटा मोमेन्ट पायो, प्राप्त भयो होइन। खुसी छु, आभारी छु र अब फर्किन पनि मन लागेको छ कता कता, मन नलागेको पनि छ कता कता। किनभने आज अलिकति तनावग्रस्त अवस्था पनि छ, किनभने काठमाडौँमा अब आन्दोलन जारी भएको कारणले गर्दाखेरि चाहिँ होइन पुग्न पाउला कि नपाउला भन्ने मनमा कता कता पीडा चाहिँ एकदम एउटा डर चाहिँ उत्पन्न भइरहेको छ। हाम्रो पोखरा बस पाएको यो चाहिँ होइन, यो चाहिँ हाम्रो किराना पसल हो है। मैले दिदीहरूलाई बेचेको यो किराना पसल 4 वर्ष भयो। पहिला मैले चलाउँथेँ यो किराना पसल चाहिँ। त्यहाँ सिसिटिभी पनि जोडेर राख्दैछ, म दिदीलाई फेसिलिटी दिएको हो। यहाँ चाहिँ अहिले टिकट होइन, हाम्रो यो बस पाएको यो ट्रेनको यो चाहिँ गाडीको टिकटहरू सबै यहाँबाट काट्ने अहिले असुविधा राखेको छ। अनि मोबाइलको लागि चाहिँ रिचार्ज कार्ड यहाँबाट किन्ने हो। दिदीले चाहिँ अहिले आफ्नो पसललाई चाहिँ धेरै अपग्रेड गर्नु भएको छ होइन, त्यो चाहिँ साह्रै राम्रो लाग्यो, खुसी लाग्यो। ए हो मान्छे मरेको चाहिँ यो चाहिँ हाम्रो नेपालमा हिजो आन्दोलन भएको थियो होइन, त्यो आन्दोलन भएको बेलाको यस्तो हो। माई गॉड, काठमाडौँमा आयो, बल्ल काठमाडौँमा आइपुग्यो यार। बल्ल काठमाडौँमा आइपुग्यो। आज होटलमा आरामले बस्नुपर्छ। यस होटल ठिकठाक छ, काठमाडौँको यो एयरपोर्ट बजेट होटल भन्ने ठिकठाक छ भनौँ। बजेट चाहिँ अलिकति महँगो रहेछ, बजेट होटल भन्ने मात्र हो। बजेट चाहिँ अलिकति महँगो रहेछ, त्यस्तो विधि राम्रो त लागेन मलाई, एभरेज लाग्यो सम्म है। यहाँबाट भ्यूहरू चाहिँ अलिकति राम्रो पनि केही पनि देख्दैन रहेछ, ठिकै हो। र भोलि चाहिँ मेरो फ्लाइट छ अब होइन गाइज, मेरो मित्रहरू, मेरो साथीहरू। भोलिको फ्लाइटमा चाहिँ फेरि चाइना घुमेर हिँड्नुपर्छ। फेरि चाइना घुम्दै फिर्दै मसँग मेरो मोटे साथीसँग घुम्दै फिर्दै म जापान आउँदैछु। मलाई जापानमा वेलकम गर्ने को साथीहरू छ। गोइङ टु बौद्ध है। म चाहिँ अब जहिले पनि अब काठमाडौँ आउने बेलामा अब बौद्धमा जान्छु र दाइलाई भेट्छु। दाइलाई भेटेपछि बल्ल अनि फर्किन्छु म होइन। गोइङ टु बौद्ध र बौद्धमा गएर यसो दर्शन गर्छु भगवान्सम्म होइन। अबको दिनहरू चाहिँ जापानमा मेरो राम्रो होस्, बसाइ राम्रो होस् होइन, दिन दशाहरू नआओस् भनेर चाहिँ मेरो यसो ग्रह दशाहरू म यसो प्रार्थना गरेर आउँछु, प्रे गरेर आउँछु गुम्बामा गएर। त्यो एकचोटि त्यो हुन्छ नि हाम्रो बौद्धनाथको स्टुपा, त्यसलाई पनि कोरा गरेर आउँछु एकचोटि है। मेरो श्रीमती, मेरो गर्लफ्रेन्ड, मेरो खानाज्यू, ओरे नो खानाज्यू, वतासी नो खानाज्यू ने इमा आनो। अब चाहिँ हामी सँगै जाँदैछौँ बौद्ध। यो चाहिँ नेपालको होइन, नेपालको एयरपोर्ट हो है, इन्टरनेसनल एयरपोर्ट। ट्याक्सी पर्दैन, त्यही नजिकै त गर हिँडेर जानु त। अहिले चाहिँ हामी अब यसो बौद्ध गेटतिर जाँदैछौँ। नेपालमा आएर बौद्ध घुमिने भन्ने काम छैन कि। नेपाल नो कोचुका याबाई। अहिले चाहिँ हामी बौद्ध गेटमा आइपुग्यो। यो बौद्ध गेट, वेलकम टु बौद्ध। 3 पटक कोरा गरेर जान्छ है हामी। कतिचोटि 3 पटक गर्न सक्दैन? सक्दैन। यो चाहिँ मान्छेहरू सबैजना घुम्ने हो, कोरा गर्ने हो होइन। यो बौद्ध चाहिँ कोरा गऱ्यो भने चाहिँ अब आफ्नो पापहरू होइन सबै एउटा भनौँ न माफी, एउटा क्षमा याचनाको लागि चाहिँ मान्छेहरू यहाँ प्राय कोरा गर्न आउँछन्, घुम्न आउँछन्। बाजेहरू ढोकिरहनु भएको छ, मङ्कहरू हो, लामाहरू हो होइन। यो माला सपहरू है, दामी माला सपहरू छ। नाइस। बौद्ध चाहिँ एकदम राम्रो छ है। जस बौद्धको वरपर पनि तपाईँको के हुन्छ भने धर्म सँगसँगै व्यापार र व्यवसाय पनि खत्रै चल्छ है।
यहाँ चाहिँ धर्म गर्ने मान्छे भन्दा पनि व्यापार गर्ने व्यवसाय गर्ने मान्छेहरू बढी छ जस्तो चाहिँ मलाई लाग्छ है। यो धर्म गर्ने मान्छे यतापट्टि छ, व्यापार गर्ने मान्छे यतापट्टि छ। यतापट्टि धर्म, यतापट्टि व्यापार, यतापट्टि बुढी, यतापट्टि लामा, उतापट्टि गुम्बा छ। मलाई पनि देखाऊ। यहाँ बत्ती बालेको, त्यो बत्ती बाल्दाखेरि चाहिँ तपाईँ नभन्नु उता गएर बाल्नु। यता देखाउनु। यो हाम्रो बुद्धिस्ट फ्ल्याग हो है, लुङ्गरहरू। नाइस। बौद्ध घुम्नुको आनन्दै छुट्टै छ क्या, मान्छेहरूको क्रेज पनि धेरै हुन्छ। यो चाहिँ बुद्धिस्ट आर्ट्सहरू हो है, थङ्काज भन्छ, थङ्का बुद्धिस्ट स्क्रिप्चरहरू हो। कहाँनिर माथि पनि जाने हो। म चाहिँ अब बत्ती बाल्छु एउटा। बत्ती बाल्ने ठाउँमा एकदम बिजी रहेछ फेरि। बत्ती बाल्न चाहिँ जोस् यहाँ फरेनरहरू पनि एकदम मेडिटेसन गर्छ है। मणिखोर्लो यो घुमाउँदाखेरि चाहिँ आफ्नो पापहरू चाहिँ नष्ट भएर जान्छ भन्छ। यहाँ भक्तजनहरूको क्राउड एकदम छ है, सब यो धर्मावलम्बीहरू, टुरिस्टहरू होइन, सबैजना एकदम भिड छ यहाँ। एकदम पवित्र ठाउँ हो। प्रेयर हुँदैछ। मेरो बुढीले चाहिँ अब ठे पानी खान्छ होइन। यो आशिक लिग हो, आशिक यहाँ चाहिँ परेवाहरूलाई चाहिँ दानाहरू, अन्नहरू है, अन्नहरू दान गरेको छ परेवाहरूको लागि। मेरो दाइसँग हामी खाजा खाँदैछौँ होइन। दाइले चाहिँ भेज मोमो खाँदै हुनुहुन्छ। मेरो दाइ चाहिँ अब लामा हुनुहुन्छ, त्यही भएर लामाले चाहिँ अब मासु सासु खानुहुन्न, उहाँले चाहिँ भेज खाँदै हुनुहुन्छ। अब हामी चाहिँ मांसाहारी भएर मांसाहारी खाँदैछौँ। पैसै कमाएर घरै भएको मान्छे पनि छैन। कस्तो तिम्रो कस्तो लाग्छ? आइसक्यो
1 वर्ष भइसक्यो है यहाँ काम गरेको त्यही पहिलाको शरीरको अलिकति त्यो तिनचोटि घुम्न जान्दैन त्यो बाटो पर्छ कि अस्ति लिएको छ यहाँ बाटो नमस्ते दिदी भनेर त अहिले गर्छ एउटा पर्फ्युम सर्फ्युम किनौँ भनेको खै कहीँ पनि भेट्दैन होटेल सोटेल भन्दा केही पनि छैन यार वरपर भनेको ल आज चाहिँ हामी फाइनली फर्किन लाग्यो अब जापानतिर अब यो विदेश जाने मान्छेहरू चाहिँ लास्टै भिड हुँदो रहेछ मेरो बुढी यता छ गर्मी नेपालमा साह्रै गर्मी छ होइन सायोनारा नेपाल आजबाट नेपालको बसाइ पनि सक्यो होइन अब फेरि जापानमा गएर चाहिँ अब फर्केर फेरि गोरु जोता हालिन्छ होइन अब फेरि गोरु जोताइ सुरु लग जा गले सम्धीको आँसु झर्छ कि भनेको झर्दै झर्दैन रहेछ भने क्या सम्धीको मन चाहिँ एकदम पत्थर दिल रहेछ क्या तपाईँ मेरो त झर्छ भनेर चस्मा लाग्यो सम्धि अलिकति तप्प रसाइसक्यो थियो फेरि चस्माले रोकिहाल्यो नेपालको बसाइ कस्तो भयो भन्नु खाया पिया हल्लिया चलिया भनेर चाहिँ भइसक्यो अब फेरि आउने कि नआउने आयो भने त सम्झि 1 महिनाको माथि आउँछु लास्टै पित्रिपित्रिमा त आउँदैन अब त आयो भने त्यही महिना दिनमै हो ल ल यो मेरो बुढी सम्धीको बहिनी ऊ त्यो पछाडि चाहिँ सम्धीको स्पेसल है